दोस्रो विश्वयुद्ध भर्खर सकिएको थियो हैन? नेपालमा राणा शासन पनि अन्तिम अवस्थामा थियो। देशलाई विकास चाहिएको थियो एकदमै धेरै। हो, त्यो बेलाको आवश्यकता नै त्यही थियो। अनि त्यही बेला एउटा सोच आयो, नेपाललाई स्विजरल्यान्ड जस्तो बनाउने। त्यसका लागि चाहियो विस्तृत सर्वेक्षण। आज हामी त्यही सर्वेक्षण गर्न नेपाल आएका स्विस भूगर्भविद टोनी हागेनको कथामा अलिक गहिरिँदैछौँ। हाम्रो आधार चाहिँ द नेपाली कमेन्ट युट्युब च्यानलको भिडियो द म्यान हु इन्ट्रोड्युस्ड नेपाल टु द वर्ल्ड। एकदमै। त्यो बेला प्रधानमन्त्री मोहन शमशेरले डेभलपमेन्ट बोर्ड बनाएका थिए अनि सरदार भीम बहादुर पाण्डे विकासको मोडल खोज्न युरोप जानुभयो। अनि उहाँलाई नेपाल जस्तै पहाडी मुलुक स्विजरल्यान्ड ठिक लाग्यो। त्यसपछि त भूगर्भ सर्वेक्षण गर्न स्विस टोलीलाई नै बोलाइयो। र त्यही टोलीमा थिए टोनी हागेन, जसलाई हिमालले पहिलेदेखि तानिरहेको थियो। हो, भूगर्भविद भन्ने सपना बोकेर। अनि 1950 मा उनी नेपाल आए, तर आउने बित्तिकै त अलि नाटकै भएछ नि है, बोर्डरमा रोकियो। अनुमति पत्र थिएन। सेनाले शङ्का गर्यो। पछि काठमाडौँ फोन गरेपछि बल्ल हागेम साहेब भनेर सम्मान दिए। हागेम साहेब। अनि काठमाडौँ आउँदा त कुलेखानी देखेरै, जलविद्युतको सम्भावना देखेरै, कस्तो दूरदृष्टि। हो त। त्यो बेला काठमाडौँ आइपुग्दा त झन्, मतलब अवस्था निकै तनावपूर्ण थियो। कस्तो थियो अवस्था? राणा शासन ढल्नै लागेको, कर्फ्यू थियो शहरमा, राजनीतिक उथलपुथल। विजय शमशेरले त टोलीलाई फर्किने सल्लाह पनि दिएका थिए। फर्किनुहोस् भन्नुभयो। हो, तर हागेन मानेनन्। आफ्नो काम सर्वेक्षणमै ध्यान दिने भने। त्यसको केही समयमै राजा त्रिभुवन भारत जानुभयो अनि राणा शासनको अन्त्य भयो। इतिहास बदलियो, तर सर्वेक्षणको सुरुवाती दिन त खासै सहज भएन नै। 200 जना भरिया रे। हो, निकै ठूलो टोली, तर काम एकदमै ढिलो। 3 हप्तामा मुस्किलले 30 किलोमिटर। ओहो, अनि हिसाब गर्दा त 24 वर्ष लाग्ने देखियो रे। त्यस्तै अनुमान भयो। स्थानीयले त मेहनती इङ्ग्लिस म्यान भन्थे रे। त्यति बेला गोरा मान्छे देख्ने बित्तिकै इङ्ग्लिस नै भन्थे। हाँस उड्दो। अनि त्यही बेला राजनीतिक परिवर्तन भयो, अन्तरिम सरकार बन्यो। हागेनले बीपी मातृका जस्ता नेताहरूलाई भेटे। अनि कामलाई कसरी अगाडि बढाउने त? एरियल फोटोग्राफी गर्ने योजना बन्यो। हागेनको बसाइ लम्ब्यो। पछि त नेपाल सरकारले नै नियुक्त गर्यो, सचिव सरोको तलब, घर सुविधा दिएर। सरकारले नै? हो। अनि 1952 मा उनी परिवारसहित फर्केर आउँदा त नेपाल पुरै बदलिसकेको थियो। राणा शासन गइसकेको थियो, भारतीय सैन्य मिसन आइसकेको थियो। त्यसपछि त काम गर्ने तरिका नै बदलियो होला नि? बिल्कुल। 200 को सट्टा 20-30 जनाको सानो छरितो टोली, भरपर्दो सहयोगी जस्तो कि ऐला। अनि उनी त धेरै ठाउँमा पुग्ने पहिलो विदेशी बने रे नि, पोखरा, मुस्ताङ। हो नि। मुस्ताङमा त राजा रानीसँगको भेटको किस्सा नै रमाइलो छ। सुरुमा राजा भेट्न आनाकानी गरेका। किन? तर हागेनले रानीलाई सुगन्धित मलम दिएछन्। त्यो रानीलाई मन परेपछि बल्ल राजा भेट्न तयार भए रे। गजब। तर यात्रा त कठिन थियो होला है? कति समय टेन्टमा बसे रे? करिब 3.5 वर्ष टेन्टमै। कस्तो थियो होला मौसम, जुकाको समस्या। जुका। अनि सरसफाई, खास गरी जथाभावी थुक्ने बानीले हैरान पारेपछि त नियमै बनाएछन् क्याम्पमा। थुक्यो कि राति नै भए पनि क्याम्प सार्ने। कडा नियम। अनि पैसा बोक्ने झन्झट। 50 किलोसम्म सिक्का बोक्नुपर्ने। त्यसमाथि ढुङ्गा सङ्कलन गर्दा त झन् कति गौरुङ्गो भयो होला। खानाको अभाव, पुल छैन, गोहीको डर। पुलको आवश्यकता त्यति बेलै देखेका रहेछन्। एकदमै। स्थानीयले पनि सुरुमा त शङ्का गरे। कोही डाक्टर ठानेर आउँथे। डाक्टर? उनले सामान्य औषधि पनि बाँडे, तर दाँत दुख्यो भनेर पेनकिलर माग्न आउने बढेपछि त के गर्यो? उनले एउटा उपाय निकाले। पेनकिलर होइन, ढुङ्गा फुटाउने ह्यामर देखाउन थाले रे। त्यसपछि त्यो बहाना हरायो। कस्तो चलाखी। अर्को एउटा निकै गम्भीर घटना पनि भएको रहेछ गणेश हिमालतिर। के भएको थियो? हतियार सहितको चिनिया या तिब्बती समूहसँग जम्का भेट भएछ। स्थिति तनावपूर्ण नहोस् भनेर आफूलाई गोर्खा कमान्डर भनेर चिनाए रे। साँच्चै? कस्तो हिम्मत। हो, त्यो छतुरी अहिले खतरा टर्यो। अनि अर्को एकदमै महत्त्वपूर्ण कुरा के छ भने उनले सिसापाङमा हिमालको नक्सामा भएको गल्ती पत्ता लगाए। नक्सामा गल्ती? कस्तो गल्ती? भारतीय सर्वेक्षणले बनाएको नक्सामा त्यो हिमाल चीनतिर देखाइएको रहेछ। हागेनले त्यो सच्याए। पछि चीनसँग सीमा सम्झौता गर्दा त्यही कुराले नेपाललाई आफ्नो भूभाग दाबी गर्न ठूलो मद्दत गर्यो। यो त निकै ठूलो योगदान भयो।
प्राविधिक मात्र होइन, नेपालप्रतिको इमान्दारिता पनि देखियो। बिल्कुल। सुरुमा भूगर्भमा केन्द्रित भए पनि बिस्तारै उनको ध्यान मान्छेतिर गयो। हो, खासगरी 1959 पछि जब तिब्बतबाट शरणार्थीहरू आए। हो नि, उनी चुप बस्न सकेनन्। तत्कालीन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई चिठी लेखेर तत्काल राहत मात्र होइन, दीर्घकालीन एकीकरणको उपाय सोच्न आग्रह गरे। अनि उनले केही सुझाव दिए? दिएन नि। गलैँचा उद्योग खोल्ने सुझाव उनैको थियो। त्यो शरणार्थीलाई तत्काल राहत र पछि गएर आत्मनिर्भर बनाउने माध्यम बन्यो। आज हजारौंले त्यसबाट रोजगार पाएका छन्। यो उनको मानवीय पक्ष र दूरदर्शिता हो। साँच्चै उनको त्यो 1 दशकको काम 1952 देखि 62 सम्म, त्यसले त्यो पुरानो बन्द नेपाललाई आधुनिकतातर्फ डोर्याउने एउटा जग बसाल्यो भन्नुपर्छ। हो, उनी आउँदा 80 लाख जति जनसङ्ख्या, एउटा गतिलो सडक थिएन देशमा। कल्पना गर्नै गाह्रो छ। उनको योगदान धेरै क्षेत्रमा रह्यो। भूगर्भ, नक्साङ्कन, पूर्वाधारको आवश्यकता पहिचान, विशेष गरी पुलहरू, अनि त्यो मानवीय सहायता। नेपाललाई बाहिर छिनाउन पनि त ठूलो भूमिका खेले। त्यो त छँदैछ। त्यसो भए यी सबै कुरालाई हेर्दा एउटा प्रश्न मनमा आउँछ। एकजना विदेशी नागरिक जसले आफ्नो जीवनको यति महत्त्वपूर्ण समय नेपालको दुर्गममा बिताए अनि अन्तिमसम्मै नेपाल र नेपालीकै भलाइ सोचे, टोनी हागेनको यो समर्पणले हामीलाई के सिकाउँछ? हो, विकास, अन्तर्राष्ट्रिय सहयोग अनि व्यक्तिगत निष्ठाको बारेमा यसले गहिरो सन्देश दिन्छ जस्तो लाग्छ। साँच्चै विचार गर्नुपर्ने कुरा हो यो।